हेलो एभ्रिवान हामीहरू आज बच्चाको कपडा धोइरहन् कपडा सिलो लाइन हाल्नुपर्छ थाहा छैन। नमस्कार, मेरो नाम विनोद सिंह ठकुरी। हाम्रो चाहिँ कपडा सुकाएर हेलो एभ्रिवान म चाहिँ आज नयाँ भिडियो लिएर आएको छु फेरि पनि। अनि त्यो चाहिँ के भिडियो भन्दाखेरि चाहिँ आज कपडा धुने भनेर चाहिँ मैले र मम्मीले प्लान गराएको। अब मेरो डेट छिट्टै आउँदैछ नि त, अनि हस्पिटल ब्याग त रेडी गर्नु पर्यो। अनि त्यसको लागि अब कपडा किनेको कपडाहरू फेरि एकचोटि धोएर सुकाएर अनि बल्ल युज गर्न मिल्छ नि त, त्यो भएर। अनि मेरो कपडा चाहिँ यहाँ छ, यति हो कपडा आजको लागि चाहिँ यति नै हो। अनि नेक्स्ट लटमा चाहिँ अनि अरू कपडा धुन्छौँ। अनि किन भन्दाखेरि अब एकैचोटि सबै धुँदाखेरि चाहिँ अब हामीसँग सुकाउने ठाउँ चाहिँ छैन, त्यो भएर हो होइन। अब आजको लागि चाहिँ यति, अनि बाँकी चाहिँ अर्को लटमा धुन्छौँ। हामीहरू आज बच्चाको कपडा धोइरहन्। कपडा चाहिँ कहाँ छ, यहाँ छ होइन, यति आज धुने। अनि यो कपडा चाहिँ यसले धुनुपर्छ, ए सरी यो होइन, यो यहाँ छ, यो बेबी लिक्विड डिटर्जेन्टले धुनु पर्दो रहेछ। अनि हामी कपडा सँगसँगै यो बत्तल पनि धुँदैछौँ, किन भन्दाखेरि बत्तल पनि चाहिन्छ नि त पर्सि हस्पिटल ब्यागमा। अनि यसलाई पनि धुनुपर्छ अरे, धोएर मात्रै युज गर्नु मिल्छ भनेर। अनि बत्तल धुने पनि छ यहाँ, लिक्विड। भाँडा कुडी धुने यो, कपडा धुने चाहिँ यो। हाम्रो कपडा धुने मान्छे चाहिँ उहाँ। हाम्रो मम्मी यहाँ रेडी हुन लागिसक्नुभयो। कस्तो लागिरहेको छ मम्मी? खुसी। कति हाल्नु होला त? हामीले सरब हालेको जस्तै त होला नि। कस्तो बास्ना आयो है? मिठो खा। कस्तो फिजाउँदो रहेछ त है? यो राम्रो रहेछ। त्यति आउनु घोलेको घोले गरेर भिज नजोडाउने। आलु कपडा खोलेर हाल्नुपर्छ ल लाउनु। कपडा सिलो लाइन हाल्नुपर्छ थाहा छैन। नयाँ मान्छे कपडा अनि खोलेर हाल्नुपर्छ कि यति डल्लो पार्दा हुन्छ। टोपी सुरुवाल भन्छ। बासन रहेछ। केटाहरूले लगाउने हो क्या? टोपी आन्छ लोरी सब ल्याएको छ भने हातमा पन्जा ल्याउने बिर्सिएछ नि। खै पन्जा ल्याएको छोरो माथि आउनु यी छुट्टै हामीलाई यो अड्दैन नि। अड्छ यति बेला के छुट्टी अड्दैन र अड्छ। के भयो मालुम? अनि एक हुन्छ पसिना सिङको कति रह्यो? यता टाइम कति भयो? अन्त भिजाउने अघि निकाल्नु एकछिन भिजा छोड्ने त्यहाँ गरौँला। कपडा यस्तो फुटो गयो नि। हाम्रो मम्मीको मेहनत एकदम कडा छ यहाँ चाहिँ, पुरै जोस जागर लाएर। कसको लागि अरे? अनि त किन खुसी भयो आज त? अब पढ्न नजान्ने भयो त्यस्तै हजुर पनि लाग्यो, दुई सँगै बराबर पिटाइ खुलाउने। हामीले चाहिँ जहिले पनि बच्चाको कपडाको ट्याग निकाल्न बिर्सिनुहुन्न। फर्स्टमा कपडा किनिसकेपछि त्यसको ट्याग निकाल्ने, अनि मात्र अरू काम गर्ने, नभए त फेरि इरिटेसन हुन्छ नि त। त्यो ठुलो ब्लाङ्केट त पछि धुने होला नि। अर्को कपडाको उसँग के मम्मी धोइहाल्ने जात लोग्नु। यो चाहिँ बोतल सफा गर्ने ब्रस, यो बोतलमा हाल्ने, यो चाहिँ निप्पलमा हाल्ने। फर्मुला मिल्क चाहिन सक्छ नि त हस्पिटल गएको बेलामा, त्यो भएर। कति हाल्ने केही स्केल छैन यहाँ? छैन, हालिदिने जति पनि यसरी सफा गर्ने। हजुर कुन ब्लाङ्केटहरू मम्मी? त्यसले मेरो ब्लाङ्केट ल्याइदिएला है। ढोकामा छ, ढोकामा भित्र भित्र भित्र।
आज मैले सब काम भेजिदिने भन्ने सोच्नु भयो क्या यही यति धएपछि फेरि अरू ल्यायो भने आधी भएको छ है बिताउँछु अब त पखाल त हुन्छ होला नि मम्मीको कपडा त न यतै मजा लाउने हामी कहिले नि पानी आयो उठ केही हुँदैन पातलो लुगा सबै भयो बाक्लो लुगा बाँकी छ अझै भाग्लो पनि त बोलाङ्गेट आइसक्यो अब यो कपडा मात्रै लगाउने लुगाहरू मोटो मोटो अरू त त्यस्तो केही पनि छैन हाम्रो पछाडिको ब्याकग्राउन्ड चाहिँ अलिक बिग्रेको छ साथीहरू त्यसलाई चाहिँ माइन्ड नगर्नु होला अझ बन्दैछ नि त यो घर पुरै बनिभएको छैन ऊ माथि बन्दैछ त्यो भएर चाहिँ अलि लथालिङ्गै छ जे होस् कपडा यी टाला पनि धेरै धुनु 10वटा पिस हुन्छ एउटा उसमा त्यही सबै आयो होला दुईटामा 20 यो चाहिँ अब के भन्छन् अरे सरब लाएर सकायो अब पखाल्न मात्रै बाँकी छ अब लगाएको कपडा भएको भए फोहोर भएको होला घोटम भन्नु नलगाएको कपडा नै हो कि नि त्यसमा चाहिँ स्वाट हालेर स्वाट निकाल्ने हो त्यो नाम भन्दैन विनोद सिंह ठकुरी त्यति मात्र भन्छ न सबै भन्छ नि सुरुदेखि नै माई नेम इज विनोद सिंह ठकुरी पुरै भन्नु न स्कुल कहाँ बस्छ सबै होइन मम्मी बस्ने ठाउँ कुन हो जुम्ला हो कि झागा फोटो जुम्ला उता हेरेर भन्नु न लाज मान्छ छिटो बस्ने ठाउँ जुम्ला उता हेरेर नमस्ते गरेर भन्नु नमस्कार मेरो नाम विनोद सिंह ठकुरी बस्ने ठाउँको नाम जुम्ला पुरै नमस्कार गरी पुरै समान्जिला भन्ने क्या गरिदिएको त फेरि सक्दिनँ आयो किन सक्दिनँ भन्नु बनाइदिया नै बिहान नै त सक्दिनँ त काम गर्ने धारो खोलि नि जानुपर्छ नि लोड्या मैले खोलिदिउँ मम्मी गर्छ यी आध कबर यता हात कबर उता गर्नु हेर ठिक हेर हात कस्तो राम्रो छ नि एक दुई लट पनि साग होला जस्तो बनाएको झारो बन्द गर्छ अरे बन्द यो म गर्छु तपाईँ है पानी यता हाले है तपाईँ त्यो होइन ऊ पनि छ मम्मी उसको पनि आधी हाम्रो तल छ आधी तपाईँ चाहिँ आधी है कतै होला तल उन्न दि त्यता दि लडबडिया काम यो सानो कपडामा स्टिलको पनि छ है अन्त कहिले के हुन्छ त्यो उसमा थियो दराचु घरमा कपडा चेप्ने होइन अनि वासिङ मेसिनमा टाइम कति भयो त्यो पनि हेर है अनि बन्द गर्नु यसको नाम नभन्नु पर्छ त मिनेट भइगयो नि भएको टाइम सकिन्थ्यो अहिले बन्द गर्ने फेरि टाइम हेर न त्यही बस ल ल एकैछिन म एकछिन आज किनेको हाम्रो चाहिँ कपडा धोएर अलमोस्ट सकिसकेको छ
अब यो कपडा सुकाउन लैजाने हो। यो चाहिँ बाँकी छ अझै, ठुलो ब्ल्याङ्केट हो नि त यो। त्यो भएर हो त्यो पखालिदिनु न। यति त हुन्छ कि ब्ल्याङ्केट निकाल्नु। कपडा सुकाउन आएको हामीहरू अब कपडा सुकाउने डोरी सुकाउने ठाउँ छैन नि त माथि, त्यही भएर यहाँ आउनुपर्छ तल। यो डोरी कपडा सुकाउने हातै बुझ्दैन बित्थु। यति सानो कपडा पनि लाउनु होइन, तैँले लाइस नि पहिले यत्रो कपडा। लाइन यत्रो कपडा नलाएर ठुलो कि थाहै नै सानो लगाएर भोटी भिडियो स्टार्ट गरिहाल्छ नि स्टार्ट गरिहाल्छ। स्वाडल गिफ्ट दिएका कहाँ गिफ्ट किनेको होइन भने गिफ्ट दिएका। अझै अर्को छ, यसको नाम एकछिन स्टप गर्न त भिडियो। त्यहाँ छ नि एउटा स्पेस, त्यहाँ कपडा उल्टाउन टाइम लाग्दैन क्या। हावा चल्न सुरु भइसक्यो। हावा चलिरहेको छ अहिले। यो चाहिँ ब्ल्याङ्केट निचोरी राख्नु भएको छ दुईजना। छिटै सुन्ने खालको हुन्छ होइन, पछि त मेसिनमा हालिनु हुन्छ होला कि। मेसिन बन्द गरिस्? एकैछिन सुक्छ, मेसिनमा हाल्ने हुन्छ ड्राई हाल्ने मात्रै एकैछिन सुक्छ होला। यस्तो गरौँला नि। हाम्रो चाहिँ कपडा सुकाएर भइसकेको छ अलमोस्ट। मम्मी अझ यहाँ के गर्दै हुनुहुन्छ, त्यहाँसम्म चाहिँ हाम्रो कपडा यति हो आजको लागि चाहिँ। कपडा चाहिँ हामी नपुगेर आइरहन्छ, तर यो तल भयो अब यो सुक्ने पो हो कि होइन नभए क्या मम्मी यो पातलो कपडाहरू त डबल गरेर सुक्छ होला नि। यिनी त त्यसै डबल गरेर त्यसलाई माथि राखिदिनु न त। यसमा डबल गरिदिनु भयो। यो एउटा पुगेको थिएन, एउटा नै दुई तिनवटा पुगेको छैन। डबल रहेछ। यति गरे त भइहाल्यो। खतरा र खतरा यसलाई यस्तो गरौँ च्यापो एउटा बिचैमा पर्दैन उड्दैन बरु मम्मी। त्यसमा अझ डबल गर्ने मिल्छ के किने के गर्ने डबल त्यहाँ तल दुइटा छ नि उ त्यो त्यसलाई माथिल्लो लाइनमा राखिदिनु कि भनेको कि त्यहाँ त सुकिहाल्छ त सानो कपडा छ किन हो ठुलो कपडा भए त्यसो भइ त हाल्यो। भयो कपडा सुकाएर नि सकियो।
अर्को कपडा च्याप्नेवाला लिन पठाछु भेटाउनेवाला त होइन होला त्यही पनि त्यो दुइटामा के मम्मी कपडा च्यापेको छैन उडाउने हो कि यो दुइटा यहाँ फेरि 2 बजेसम्म मात्र हावा नलाग्ने त्यसपछि त यस्तो हावा लाग्छ कि मान्छे उडाइदिने हावा लाग्छ यो कपडाहरू त के कुरा गर्नु हो यो दुइटा के यसलाई च्याप्ने चाहियो मम्मी यसलाई यहाँ यसको माथि सुकाउनु मिल्दैन है क्या यसको आवश्यक यहाँ छ जस्तो लागेन मलाई लिनु यो पनि बोच्छु एउटा बिचमा सुकाइदिए भइहाल्यो च्याप्दिए ठुलो त धेरै छ तर ठुलोले च्याप्दैन नि त मम्मी उडाइहाल्छ कि कपडा ठुलोवालाले ए हुन्छ त्यतिले पुग्छ हामीलाई एउटामा चाहियो कहाँबाट ल्याउनु मम्मी त्यो सानोवाला लिएर आएको छ त्यसले कपडा यति हो अनि के सुकाउनु त्यहाँ भइहाल्यो त्यो कपडा सुकाइदिएको कस्तो मिठो बास्ना आयो मेरो हात पनि दुईजना यता बसी ह्यान्ड कपडा धोएर चिसो भयो अरे त्यो 100 रुपियाँको 5वटा है कतिवटा आएको थियो अरू वहीँ सुर्खेत छोडे त म चाहिँ यता आजको लागि चाहिँ यति नै हो हाम्रो भिडियो अब हामी नेक्स्ट भिडियोमा भेटौँला बाई बाई गरिदेऊ तिमी दुईजना बाई